सम्माननीय सभामुख महोदय, मेरो भाग्य पनि अचम्मको छ। म एकपटक पार्टी सभापति पनि नरहेको, पार्टी सदस्य पनि नरहेको, उप प्रधानमन्त्री पनि नरहेको, गृहमन्त्री पनि नरहेको, सांसद पनि नरहेको र नागरिक समेत नरहेर जिरोमा पुगिसकेको मान्छे हुँ। म त्यो जिरोबाट फेरि खरानी टकटकाउँदै फेरि यो सम्मानित सदनमा आएको मान्छे हुँ। मलाई फेरि एकपटक जिरो हुन कुनै पनि आपत्ति छैन। भन्नुहोस् मैले के गर्नु पर्यो? मैले सदन छोड्नु पर्यो कि, मैले मन्त्रालय छोड्नु पर्यो कि, मैले पार्टी छोड्नु पर्यो कि, मैले देश छोड्नु पर्यो? म तयार छु। साथी हो, तपाईहरुको सभापति ठग होइन। मैले कुनै पनि किसिमको ठगी गरेको छैन। निर्धक्क हुनुहोला। आमा, यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। मैले बोल्न नहुने केही बोलेको छैन, मैले गर्न नहुने केही गरेको छैन। यिनीहरूले जेसुकै भनुन्, म बहुला होइन। भर्खरै आएको यो दललाई लोकतान्त्रिक दलहरूले कहीँ न कहीँ कतै न कतै संरक्षण गर्छन् होला, माया गर्छन् होला, जोगाउँछन् होला, पानी हाल्छन् होला, मलजल गर्छन् होला र हामीलाई बचाउँछन् होला भन्ने लागेको थियो। तर यहाँ त निमोट्ने प्रयास भयो सभामुख महोदय। निमोट्नु पर्ने गरी राष्ट्रपाले गल्ती गरेको छैन। मैले त्यस्तो अपराध गरेको छैन। मैले ऋण लिएको भए मेरो बैंकमा रहेको व्यक्तिगत खातामा रकम आउनु पर्ने हो, तर सहकारीको एक पैसा पनि मेरो खातामा आएको छैन। यो कुरा मैले सार्वजनिक रूपमा स्पष्ट पारिसकेको छु। तर एउटा व्यक्तिलाई खुइल्याउने, एउटा व्यक्तिलाई अपमानित गर्ने, सदनमा बोल्न नदिने, माथि जान नदिने, अनि बोल्न पनि नदिएको मान्छेलाई किन डराएको, छानबिनसँग किन डराएको, किन भागेको भनेर ललकारिरहने, सदनबाट मात्र पनि होइन सडकबाट पनि निरन्तर ललकारिरहने, अनि समस्याको समाधान गर्नको निमित्त चाहिँ कहीँ कतै केही पनि प्रयास नगर्नुले के स्पष्ट पार्छ भने व्यक्ति केन्द्रित र भर्खरै आएको एउटा राजनीतिक दल र भर्खरै उदाएको नेतामाथि यति ठूलो इतिहास बोकेको राजनीतिक दलले गरेको यो राजनीतिक दमन होइन र? यो राजनीतिक दादागिरी होइन र? लोकतान्त्रिक पद्धतिलाई मानेर, व्यवस्थाप्रति प्रतिबद्ध भएर, संविधानप्रति प्रतिबद्ध भएर देशको अवस्था बदल्छु भनेर निर्वाचनका माध्यमबाट कहीँ कतै कसैलाई हानि नोक्सानी नपुर्याइकन, रगतको एउटा थोपो पनि नचुवाइकन रासोपा यो सदनमा आएको, हामी यसैमा विश्वास गर्छौँ। भर्खरै आएको यो दललाई लोकतान्त्रिक दलहरूले कहीँ न कहीँ कतै न कतै संरक्षण गर्छन् होला, माया गर्छन् होला, जोगाउँछन् होला, पानी हाल्छन् होला, मलजल गर्छन् होला र हामीलाई बचाउँछन् होला भन्ने लागेको थियो। तर यहाँ त निमोट्ने प्रयास भयो सभामुख महोदय। निमोट्नु पर्ने गरी राष्ट्रपाले गल्ती गरेको छैन। मैले त्यस्तो अपराध गरेको छैन। म जोगाउनुस् भन्दिनँ। साथी हो, तपाईहरुको सभापति ठग होइन। मैले कुनै पनि किसिमको ठगी गरेको छैन।